झाऱ्यो 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 हेलो गाइस, हामी चाहिँ यतातिर टक्क लगाएर अब नरिवल टिप्न आएको चाहिँ आज चाहिँ मलेसियातिर ढ्याममै लाएर हिजो सुट्टा लासी गरेर हामी आएको छौँ गाइस। हेर भाइ त जङ्गल यस्तो खतरा छ गाइस। कुकुर रहेछ यार, मलाई टोक। हाम्रो केटाहरू चाहिँ उतातिर गइसकेको छ है गाइस, सट्ट लाएर। के हो पाएन के हो केटा हो, सकेछ छैन? किन हाँसेको त हामी? गर्दैन कसले? हेर यहाँ नरिवल छ है केटा हो। यहाँ म्यानमार साथीहरू छ। के छ किस्ने? किन हाँसेको मुला? ल टिप 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 छिटो। कृष्ण जान्न ऊ त्यहाँ चर चर। केही भन्दैन के चर। मेरो हेर हाम्रो केटाहरू यहाँ नरिवल टिप्न आएको छ गाइस। हालेर भए खालको ल कान्छाले चाड्छ नि अस्ति चार। आज उसको खेल छ, लगाएर दिबे। ल छिर जाऊ न चार मजाले। केटाहरू चढ्दैछ हौ गाइस। लो गाइस, केटाहरू चाहिँ रुखमा चढ्दैछ। मलेसियातिर चाहिँ यस्तो खतरा छ है नरिवलको रुख। पानी छ कि युज हुँदैन? पानी परेको छ गाइस। उता चाहिँ खिदायो भने एउटा त काटे हुन्छ कि, उ त्यो चाहिँ धेरै नकाट कि। खुमलाई फोन गरेर बोलाउन हो केटा हो। र हाम्रो केटाहरू चाहिँ यतातिर मजा छ केटाहरूलाई हेर्न, कत्रो मोटो मोटो छ। यार आयो रुखमा चढ्यो केटा, रुखमा चढ्यो। त्यो रुखमा चढ्यो केटा। Jangan sini ya. Jangan thopai dan lalai drone ya. Mata jangan thopai dan lalai drone ya. हेर गाइस, केटाले रुखमा चढेर नरिवल झार्दैछ गाइस। हेर गाइस, केटाले नरिवल झार्दैछ गाइस। यस्तो खतरा छ घरहरू चाहिँ। झार्यो 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 केटाले झार्यो 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 केटाले झार्यो। ओ माय गॉड। ताज ताज के ड्याममै झार्यो यार। ल यो उतार म एउटा भाइ हुन्छ कि धेरै खानु हुँदैन, लोभ लाग्नु हुँदैन, लोभ गर्नु हुँदैन। हेर केटा हो, कतिवटा रहेछ कतिवटा रहेछ त? कोदो बिकी खान्छ ए यहाँ चाहिँ ता जे झिम्न धेरै खानु हुँदैन कि। एउटा एउटा हो क्या यो। खै एउटा त म बोकिहाल्छु कृष्ण। देऊ एउटा हातमा म बोक्छु कृष्ण।
यो म बोक्छु नि मात्र यस्तरी कान्छाले बोक्छ नि दुइटा र गाइस मलाई यस्तो लगाएर ए कहीँ हत्लो कहीँ हत्लो कहीँ हत्लो यहाँ छ नि उजी कहीँ हिँड्थ्यो बस सोचम नि त म बोकिहाल्छु अहिले गाई छ नरिवल बोकेको छ केटाहरूले यतातिर ढ्याम्मै लाएर त्यतिवटा नरिवल बोकेको छ गाइस यो लक्की अब नरिवल बोक्दैछु गाइस म पनि यतातिर मलेसियातिर यो खत्रै छ यार खत्रै छ गाइस खत्रै छ बस्न यार हालिदिन्छ बच्चिन खत्रै छ गाइस नरिवल खत्रै छ हेर फ्रीमा हो मलेसियामा फ्रीमा पाउँछ नरिवल गाइस यो खत्रै छ गाइस खत्रै छ केटाहरू पनि छ यतातिर खत्रै चाहिँदैन रे हो चाहिँदैन रे हान्डीलाई भोस्किमिङ टिम बसले केही भन्दैन हो हामी यो लाने हामी किनेर ल्याएको भन्ने नि हो कुकुरलाई बोलाएको थिएन खान्दोस् भम्रो के कहाँबाट ल्याएको अरे बुढी छिटो छिटो बस्छ त्यहाँ बसले गाडी गर्छ केटा हो हामी गइहाल्नुपर्छ दौडिहाल्नुपर्छ लाज लाग्छ नि भिडियो बनाउनु नरिवल खाएको भ्लग हुन्छ हाम्रो केटा हो यहाँ झम्मै लाएर आयो हाम्रो रुम चाहिँ यस्तो छ गाइस साइकलै साइकल हेर इलेक्ट्रिकदेखि लिएर इलेक्ट्रिकसम्म छ साइकल यस्तो छ खाइदिइहाल्नु हो कृष्णले बजाइहाल्ने सुरुमै यो लडायो भने चाहिँ खतरा हुन्छ गाइजहरू अलि यता आउनु हौ सामने खानु न उता छ ए बिस्तार है पालै पालो आज उल्टा क्या नदेख म देखिहाल्छु मलिसिन्छ नर्मल फ्रीमा खानु पाइन्छ भाइ यस्तो हो के यो खाने तरिका छ अर्को एउटा खुवाउँदा सम्झि यस्तो गर्ने होइन खाऊ केटा हो खाऊ 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 मैले चाहिँ उल्टो काटेको खाऊ जिङ्ग्रेको मोटाउ ज्यान बनाऊ कहाँ जानुपर्छ त्यस्तो गर्ने भयो
habis. एकै साथमा यार Sama kan ini. के राखियो ले माल त यो हो क्या खास यो नपाइ टमाटर एउटा चाहिँ मलाई नि भइगयो कि म एकचोटि निकाल्ने नि घुमलाई बनाउनु एउटा खाउँछ यो चाहिँ खाँदैन क्या धेरैले खान जाँदैन घिउको तार निकाले जस्तो निकाल्छ नि केटाहरूले यहाँ देखाएर खाऊ है ओ यो ले चाहिँ लाग्छ होइन अति खायो साधालाई मार्नी बरङ है कि तोर खाऊ मार्नी कि तोर खाऊ मार्नी बे हाँ ओ से मार्नी बरङ है पर मामा डाम बासी नै भइ ओ त पुरा डाम हो डाम मेरो चाहिँ ठिक्क काटेर पठाइदियो एक सरमा खान्छ मामा नि बे आमा यहाँ भ्लग बनाउँदै छ डाम नि खाऊ हुन्छ डाम तर मान्छे दिनु काटेन मकमबाट बोलाएको हेर छैन क्या मैले गइसकेको भयो यता नआउ है काम बिग्रेर जिम गर्नेहरू त हालिहाल्छु मलाई पनि दिने त्यसो हातै काट्दा नि उनीहरू काटेर मात्र खालेको थियो हो मैले पानी खानु चाहिँ गरिरहेको छु होइन साथीले गाइलो गर्ने है एउटा सिङ्गै खान्छ है दुईवटा खाएको चाहिँ ठाउँमा आदेश भयो साथी हो अब यस्तो फेरि भित्र मार्छ अर्को किलोको भिडियो बनाएर यस्तो भित्र चाहिँ यस्तो हुन्छ यहाँ रहेछ नि कोकोनट भन्छ यसलाई अरे साथी साथी अले अले साथी ना मैले चाहिँ खास कति छिटो हो यसको त मैले किलो त्यही गर्दैन मैले छोटा समयमा होस् भनेर मैले आधीमा काटेँ क्या अहिले चाहिँ छिटो गर्ने भनेर कलिलो हो कि कलिलो जस्तो पैसाको दाम चाहिँ कहिले छ र दाम त अलिक चम्चा देऊ न मलाई खोइ चम्चा देऊ न मलाई हेर्नुहोस् कास पानी पानी जति खाइ त्यति राम्रो हुन्छ मसँग बुझ्नु टोली कि खाइहाले आउँछ बुझ्नु नै पुरै टिम अहिले जस्तो धेरै रहेछ नि सबभन्दा सुरुवात ओहो एउटा मात्र हुँदो रहेछ नि यार पहिला तपाईँ मलाई यस्तो 5 मिनट दिएन हुँदैन
पहिला मलाई त जान्दैन आज नरिवल पानी खाने प्रतिस्पर्धा चलिरहेको छ हाम्रो भाइले ड्रेसमा बनाइदियो ड्रेसमा चाहिँ दुधै खाइसक्यो यसमा पानी पाउँदै रहेछ पानी कलिलो भए त पानी मिलाउँदैन कलिलो रहेछ पानी धेरै हुन्छ त्यसमा त्यसको विचार चाहिँ थाम्दैन दुई त खाइसक्यो मैले अझै यो चाहिँ मेरो 3.5 नम्बर हो हेर्नुवाला फुल छ 3.5 नम्बर हो खान हो ल्याउनु पर्यो अलिकति खतरा देखि हेर गाइस यस्तो खानुपर्छ भित्र कहाँ यार ठिक्क मुखमा हालेर आएको बेलामा मान्छेले पारिदिन्छ यार होइन पाकेको होइन नि मुख गोट गरेको धेरै खाएको कहाँ मुख लाग्छ एउटा तिनवटा खानु भयो भने खाइदिनु धेरै खायो ल गाइस यो खाएर खाउँ दुईटाले छेकेर खानु अरे बस न मैले त आयो केटा मलेसिया मात्रै आएर हुन्छ हाम्रोतिर आउनुपर्छ मलेसियामा जहाँ पायो त यसरी लगायो भने मान्छेले बोलिहाल्छ अहिले चाहिँ नि पाउनु हुन्छ बस्नु पाउनुलाई खानेको त 8 मिनट होला राम्रोसँग मिलाएर टमाटर खत्तम नरिवल त नाता झिउरा हुनु हो पुग्दा थिएन जस्तै हुन्छ त्यो दिन मोटरसाइकल छ खै सुरुमै मैले खाएको हो बक्सी हात कस्तो हुँदो लिएर मै हातको खाएको नि ओइ फुट्यो त यार त्यो तपाईँ खतरा हुन्छ यो गोली धेरैले भन्दा हेलो गाइस हाम्रो अब खत्तम भइसकेको छ काम कुरो आजको लागि बाबाई गाइस एउटा हो मैले राखेको बाबाई गाइस आजको काम खत्तम भएको छ